कि हिँड्दा हिँड्दै यो रहस्यमय घरमा एउटा पुलिसको घर आइपुग्यो कि पुलिस बस्ने स्टेसन आयो अनि यसरी हिँड्दै जाँदाखेरि मलाई के बाँदरहरूले लगेको क्या यो मिस्टिरियस जङ्गल माथि टाढो टाढो यता पनि भिड छ यता पनि भिड छ यता रोड बनिसकेको छ दुवैतिर भिड भए पनि म चाहिँ डाँडा डाँडा हिँड्दैछु यो चराहरूको मिठो आवाज अनि रम्न मन लाग्ने धुनहरूमा रमाउनु चाहिँ एक्कासी धेरै रमाइलो नै हुँदो रहेछ केही बाँदरहरूले मलाई एट्र्याक्ट गर्न खोजेको कारणले गर्दा मैले हातमा लट्ठी पनि बोकेको छु क्या अनि उनीहरूले भरे एट्याक गऱ्यो भने त एउटा लट्ठीसँग स्ट्रगल गर्न सकिहाल्छु नि भनेर अनि यिनीहरूको आएको अब यिनीहरूसँग लडाइँ गर्न त सकिँदैन होला तैपनि यिनीहरू लट्ठी देखेपछि भाग्छन् क्या म यहाँबाट रहस्यमय यो जङ्गलमा जाँदैछु यति डर लाग्दो जस्तो लाग्यो तर वरिपरि अलिकति पर घर अलिकति पर यतापट्टि पनि घर भएकोले गर्दा चाहिँ मलाई कुनै पनि डर भन्ने चाहिँ लागेकै छैन म यहाँबाट हिँड्दै जान्छु कहाँ पुगिन्छ हेरौँ यो मिस्टिरियस जङ्गल अब यहाँ बाघ भालु त छैन होला पक्कै पनि बाघ भालु आयो भने पनि लडाइँ गर्न सक्छु एउटा लट्ठी बोकेको छु एट्याकमा फाइट गर्न सक्छु भनेर स्ट्रगल गर्दै यो जङ्गलको भित्री भागमा हिँडिरहेको छु अब हेरौँ गन्तव्य कतिको सजिलो कतिको अप्ठ्यारो छ समयले देखाइ नै हाल्छ